छैन भने अप्लायन्समा बुझ्नु होला हैन। यसको लागि हेर्नुस्, पहिलो नम्बरमा त म्याचिङ क्लब बोनस भनेको जो पहिलाको प्लान छ त्यसको साथमा नयाँ बोनस थप, जो पहिलाको थियो जस्ताको तस्तै छ, कन्फ्युजन हुनु होला राइट। र यसको साथमा अब नयाँ थपियो। यो चाहिँ कसको लागि भने तपाईले जो व्यक्तिले नयाँ जोड्नुहुन्छ नि अब उनीहरुबाट कमाउन सकिन्छ, नयाँ इन्कम कमाउन सकिन्छ न्यू जोइनिङबाट। कम्पनीले अब नयाँ जोइन हुने व्यक्तिलाई यो म्याचिङ यो क्लब इन्सेन्टिभ बोनसको रूपमा दिन्छ राइट। त्यसैले तपाईले ध्यान दिनुपर्ने जरुरी छ। यदि बुझेन भने चाहिँ चेक घट्न सक्छ, बुझ्यो भनेपछि चेक डबल हुँदैछ हेर्नु सबको हैन। अब यो प्लानमा जानको लागि यसको एक्टिभेसन क्राइटेरिया के छ त 5 देखि 16% मा तपाई हुनुहुन्छ भने तपाईले 40 पीबी एक्स्ट्रा गर्नुपर्छ, जो तपाईले पहिला गरिराख्नुहुन्थ्यो त्यसको साथमा 40 पीबी, जो सीएनसी गर्नुहुन्थ्यो, जो सेल पीबी गर्नुहुन्थ्यो त्यो सबैको साथमा एक्स्ट्रा 40 पीबी छुट्टै गर्नुपर्छ। र त्यो पीबी गर्दा पनि भन्नु होला कि ब्रान्चमा या मेल गर्दा यो मेरो म्याचिङ क्लब बोनसको लागि हो भनेर, मेरो न्यू प्लान एक्टिभको लागि हो, नयाँ प्लानमा जानको लागि हो भनेर यो 40 पीबी तपाईले छुट्टै गराउनु पर्ने छ। यदि 100 गरिराख्नु भएको थियो पहिला 120 गर्नु भएको थियो, जो पनि थियो त्यसको साथमा प्लस गर्नु होला। त्यसपछि ब्रोन्ज डाइरेक्टर हुनुहुन्छ या सिल्भर गोल्ड स्टार डायमन्ड सम्म हुनुहुन्छ भने तपाईले 100 पीबी एक्स्ट्रा गर्नुपर्छ पहिला गरिरहेको प्लानको साथमा। यदि तपाई 100 सीएनसी गर्नुहुन्थ्यो प्लस 100 गरिदिनुस् राइट, 200 हुन्छ यो महिना। यो एकचोटी मात्रै गर्ने हो, ध्यान दिनु होला। यो 40 पनि यो 100 पनि राइट, यो तपाईको सिर्फ वान टाइम हो। यदि क्राउन ब्रोन्ज देखि ड्युसिटी सम्मकोले आफ्नो 100 पीबी एक्स्ट्रा गर्नुपर्छ। बस ध्यान दिने कुरा यही हो। जो पहिलाको बोनसको लागि लिनुहुन्थ्यो, कन्सिस्टेन्सी गर्नुहुन्थ्यो त्यो आफू गर्दै गर्नुस्। त्यसको साथमा तपाईले 100 पीबी एक्स्ट्रा गर्नु होला जो ब्रोन्ज डाइरेक्टर भन्दा माथि हुनुहुन्छ। यदि डाइरेक्टर भन्दा कम हुनुहुन्छ भने 40 पीबी एक्स्ट्रा गर्नु होला। न्यू जोइनिङमा मात्र यो म्याचिङ हुन्छ, रिपर्चेसमा यो म्याचिङ हुँदैन। रिपर्चेस पहिलाको जसरी आउने हो, बुझ्नुभयो, पहिला जसरी आउँथ्यो त्यसरी नै आउने हो। यो न्यू भनेको हप्ता हप्तामा आउँछ, अकाउन्टमा पैसा त एकैचोटि आउने हो, दुईटैको क्याल्कुलेट भएर, तर यसको बोनस 7-7 दिनमा क्याल्कुलेट हुन्छ हो। तपाईले 40 नन क्वालिफाइड डाइरेक्टर हुनुहुन्छ भने 40 पीबी गर्नु होला राइट। तपाईले 40 पीबी गर्नुस्, नन क्वालिफाई हुनुहुन्छ भने, तपाई क्वालिफाई हुनुहुन्छ भने 100 पीबी गर्नु होला। यदि गरिसक्नु भएको छ भने फेरि थप गर्नुस् न, के जाने हो। कन्सिस्टेन्सी गर्नु भएको छ भने फेरि 100 गर्नुस् न, के जाने हो र। प्रोडक्ट त घरमै आउने हो नि त, बुझ्नुभयो। हामी लिडरले कहिले भन्ने नै हेर्नुस्, यो त भइसक्या थियो, यो सुनेको थिए, त्यो सुनेको थिए, कहिले भन्ने नै हेर्नुस्, बुझ्नुभयो। गर्नु भएको छ फाइन, अब एक्स्ट्रा गरिदिनुस्। एकचोटी त हो, एकचोटी प्रोडक्ट एक्स्ट्रा युज गर्नुस् न। यो आको प्रोडक्ट गिफ्ट दिनु होला, मैले अस्ति सिकाइसके कसरी बिजनेस बढाउने भन्ने, बुझ्नुभयो। तपाईले कति कमाइसक्नुहुन्छ हेर्नुस्, ध्यान दिएर प्लानमा ध्यान दिनुभयो भने 100 पीबी को कति जाने हो र, त्यही 5-6 हजार। तपाईँ त्यहाँबाट महिना के रे महिनामा कति कमाउन सकिन्छ नि, हिजो कसले क्याल्कुलेसन गर्नुभएको थियो हाम्रो पन्त सरले। एक महिनाको कति कमाउन सकिन्छ, हप्ताको समथिङ 1,44,000 या कति हेर्नुस्, बुझ्नुभयो। एक हप्ताको 90,000 आइसी छ, 1,44,000 जति छ हप्ताको, महिनाको 5,76,000 या समथिङ थियो हेर्नुस्। यो म्याचिङ क्लबबाट मात्रै कमाउन सकिन्छ, बाँकी त सधैँ छ। 1,44,000 हप्ताको छ राइट। तर तपाईले यो 100 गर्दा यो 100 म्याचिङ क्लबको लागि हो भनेर नछुटाउनु होला भन्नु राइट। हो 100 पीबी छुट्टै गर्नुस्। यो तपाईको 100 पीबी तपाईले सोच्नुस् कि यो मेरो यो स्किम छ, त्यो स्किम त्यो छ, त्यसको आफ्नो गर्नु होला। तपाई कन्सिस्टेन्सी गर्नुहुन्छ, त्यो पोलिसी जसरी पहिला चलेको छ त्यो चलिराख्नुस् के, त्यो क्वेशनै नगर्नुस् यो सबै। अब तपाईले एक्स्ट्रा नन क्वालिफाई हुनुहुन्छ 40 गरिदिनु, क्वालिफाइड डाइरेक्टर भन्दा माथि हुनुहुन्छ भने 100 गरिदिनु, सक्यो। सर यो जान्छ कि त्यो जान्छ कि यो हुन्छ कि कन्सिस्टेन्सी हुन्छ कि कन्सिस्टेन्सी गरिसके हुँदैन कि प्लान ढिकामा, त्यो क्वेशनै जरुरी छैन हेर्नुस्। बिजनेस गर्न आएको हो हामी, बुझ्नुभयो। हामी बिजनेस गर्न आएको। मैले के भने, जे गर्नु भएको छ 100 एक्स्ट्राहरु गरिदिनुस् पहिलाकोमा थपेर। डाइरेक्टर माथि 100, डाइरेक्टर भन्दा त 40, सक्यो। एक्टिभेसन गर्ने बेला यो न्यू प्लानको लागि भनिदिनुस्, फिनिश। जो आफ्नो बाँकी पोलिसी छ, जसरी चल्नु भएको छ चल्दै गर्नुस्। क्लियर। यसमा धेरै सम्झाउन जरुरी छैन।
बुझ्नुभयो नि। तपाईले सोधिराख्यो भने चाहिँ यो क्वेसन सकिँदैन। हेर्नुहोस्, तपाईको एउटा प्रश्न हुन्छ या 50ले 100ले त्यही प्रश्न गर्छन् फेरि। हेर्नुहोस्, त्यसैले मैले के भने स्पष्ट, जो पहिला चलेको छ चलाइराख्नुहोस्, 200 सिएनसी छ 200 सिएनसी गरिराख्नुहोस्, थप एकचोटि 100 गरिदिनु। एकैचोटि त हो। ल महिना भइदिएको भए सर यो सिएनसी भएको छ, यसमा यो हुने हो कि होइन कि, मैले सिएनसी गरेको छु, त्यही पिबीलाई त्यहाँ हाल्न मिल्छ कि मिल्दैन कि, राइट? क्वेसन गर्न स्वाभाविक। एकचोटि त हो। बिलिङ अलग गर्ने, यस, यसको बिलिङ तपाईले डिफरेन्ट गर्नुपर्छ, राइट? यो महिनाभरिको लागि छुट दिएको छ, तर अर्को महिनाबाट महिनाभरि छुट छैन। तपाईले आजै गर्यो भने आज नयाँ आएको पिबी तपाईको म्याचिङ कलममा जान्छ, त्यसैले गरिहाल्नुस्। ढिला किन गर्ने? आजै जानुस्, नन क्वालिफाई 40 पिबी ठोक्दिनुस्, क्वालिफाई 100 पिबी ठोक्दिनुस्, फोटो खिच्नुस्, भिडियो खिच्नुस्, मैले हिजो भनेको थिएँ स्टोरीमा राख्नुस्, फेसबुकमा हाल्नुस्, ट्याग गर्नुस्, हामीलाई मेन्सन गर्नुस्, मैले म्याचिङ कलम बोनसको लागि एक्टिभेट गरिसके, के तपाईले गर्नु भनेर हाल्नुस्। र बिलिङ गर्दा यो म्याचिङ कलमको लागि एक्टिभेसन पिबी हो भनेर भनिदिनु होला, नत्र जाँदैन। करेक्ट? र यो फर्स्ट एउटै बिलमा गर्नु होला है। एउटै बिल 100 गर्दा पनि सिंगल बिल, तपाईले 40 गर्दा पनि सिंगल बिल गर्नु होला र भनिदिनु होला कि यो म्याचिङको लागि हो। बाँकी तपाईको सिएनसी गर्ने पिबी जो पहिला गर्नु भएको थियो त्यसरी गरिराख्नुस्, सेल पिबी बोनस लिनको लागि जो गर्नु भएको थियो गरिराख्नुस्, त्यो सब जस्ताको तस्तै छ। यो न्यूको लागि सिर्फ तपाईले दुई काम, नन क्वालिफाई 40 स्ट्रा, क्वालिफाइड डाइरेक्टर भन्दा माथि 100 स्ट्रा, फिनिश। हरेक हप्ता गर्ने होइन, मैले 50 चोटि भनिसकेँ यार, एकचोटि हो बस, एकचोटि खतम। बुझ्नुभयो नि? अफिसले थाहा छैन भन्छन्, अब थाहा पाउँछ, राइट? आज अफिस खुल्छन् र कोड गइसकेको छ, राइट? अब गरिदिनुहुन्छ। एकचोटि हो कि, जस्ट वान टाइम त हो नि। बुझ्नुभयो? एकचोटि तपाईले 100 गरेर एक्टिभेट गराइदिनुस्, त्यसपछि परेन। 3 महिनासम्म यो प्लान छ, 3 महिनासम्म परेन। 3 महिनापछि कम्पनीले के पोलिसी ल्याउँछ, यो प्लानलाई एक्सटेन्ड गर्छ, जोड्छ, हटाउँछ, त्यो पोस्टरमा लेखेको छ, त्यो कम्पनीले को राइट्स हो, कम्पनीले डिसिजन लिनेछ। हामी जाउँ अहिले 3 महिना कमाइदिउँ, राइट? करेक्ट? अब हामी नेक्स्ट, यो इन्डियामा पनि सेम हो, नेपालमा पनि सेम, विदेशमा पनि सेम है। अब हामी जाउँ म्याचिङ क्लब इन्सेन्टिभ बोनस, राइट? यो भनेको के हो भने, जस्तै तपाईँ हुनुहुन्छ यहाँ, हेर्नुहोस् है, अब यो कमाउने कसरी त? यो कमाउने कसरी भन्ने क्वेसन छ नि त। अब यहाँ तपाईले ध्यान दिन जरुरी छ है। अब म तपाईहरुलाई यहाँ देखाउँछु, ध्यान दिएर हेर्नुलाई, कन्फ्युजन हुनुहोला। जस्तै यो तपाई हो, ओ सरी, कता गएछ, वेट जस्तै यो तपाई हो हैन, यो को ध्यान दिएर हेर्नुस् त, यो तपाई हो। तपाई नन क्वालिफाई हुनुहुन्छ भने तपाईले कति पिबी गर्नु पर्यो त? 40 पिबी गर्नु पर्यो हैन। नन क्वालिफाई भनेको 16% भन्दा तल हुनुहुन्छ या 16% हुनुहुन्छ, तपाई क्वालिफाइड डाइरेक्टर बन्नु भएको छैन भने तपाईले एक्स्ट्रा पिबी कति गर्नु पर्यो? 40 पिबी। ध्यान दिएर हेर्नुस् है। यदि तपाई क्वालिफाई हुनुहुन्छ, ब्रोन्ज भइसक्नु भएको थियो कुनै जमानामा या कुनै महिनामा, या त्यो भन्दा माथि ड्युसिटी सम्म हुनुहुन्छ भने तपाईले एक्स्ट्रा पिबी कति गर्नु पर्यो त? अब यो प्लानमा एक्टिभेसनको लागि, यसको लागि वान टाइम 100 पिबी। ल, ब्रोन्ज, सिल्भर, गोल्ड, स्टार, डायमन्ड, ग्रान्ड, युसिडी, डिसिडी, ड्युसिडी, बुझ्नुभयो? तपाईले आफ्नो कति पिबी गर्ने? 100 पिबी। 16% भन्दा तल यो 16% हैन, सरी 16%, बुझ्नुभयो? यो 16% को लागि भयो र यताको 100 पिबी के को लागि भयो त? यो डाइरेक्टर भन्दा माथि हुनुहुन्छ भने आफूले 40 र 100, तपाई 40 वाला हो कि 100 वाला? आफूलाई थाहा छैन भने अपलाइनलाई सोध्ने, सर मेरो आइडी नम्बर हो, म 40 वाला हुँ कि 100 वाला हुँ भनिदिनुस् भने। सिम्पल, दिमाग धेरै नदौडाउनुस् है। म जति भन्छु त्यति मात्र दिमाग लगाएर बुझ्नुस्, एक्स्ट्रा दिमाग नलगाउनुस्। अब यति भएपछि तपाई न्यू प्लानमा आयो,
पुरानो छँदैछ राइट, त्यसको साथमा यसमा आयो, यति भयो भने अब तपाईँले कमाउनलाई के गर्नु छ भने जस्तै तपाईँको एउटा ग्रुप छ, यो साइड ए देख्नु भएको छ, साइड यो साइडमा एउटा ग्रुपमा तपाईँको कति हुनु पर्यो पिबी म्याचिङमा जानको लागि, न्यू पिबी, रिपल्सिस काउन्ट हुँदैन, नयाँ जोडेको मान्छेको पिबी मात्रै काउन्ट हुन्छ, ध्यान दिनु होला, 300 हुनु पर्यो। र रेस्ट अफ लाइन भनेको के हो भने तपाईँको अर्को ग्रुप यहाँ अर्को यो पनि होला हैन, बी ग्रुप होला, यहाँ तपाईँको यो सी ग्रुप पनि होला हैन, अनि तपाईँको यो एउटा डी ग्रुप छ अरे, ध्यान दिएर हेर्नुहोस् है, यो डी ग्रुप छ अरे, यो तीनटै मिलेर तपाईँको कति पुगेको हुनु पर्यो त 300 हुनु पर्यो। एउटा ग्रुपमा 300 हुनै पर्यो, त्यसलाई पावर ग्रुप भन्छ, पावरले, तर अरु मिलाएर तपाईँको कति भएको हुनु पर्यो 300। अब अर्को पनि सिंगल ग्रुपमा पनि 300 गर्दा हुन्छ, तर म्याच हुनु पर्यो दुईटा ग्रुप, बुझ्नुभयो, एउटामा 300 हुनै पर्यो, बाँकीको एउटाबाट होस् या 10 वटा ग्रुप मिलाएर होस् 300 हुनु पर्यो। यो अब तपाईको यताको 300 यो बुझ्नुभयो र यताको अरु ग्रुपको यो 300, अब 300 300 म्याच भयो, के भयो त 300 300 हेर्नुस् त, यहाँनिर यो यताको 300 र उताको 300 म्याच भयो, तपाईलाई सिधा आयो हप्तामा 1440। ल बधाई छ, सिम्पल, एउटा ग्रुपबाट 300 बाँकी ग्रुपबाट 300 300 300 म्याच भयो 1440 आयो। अब यसमा दिमाग लगाउन जरुरी धेरै छैन, ग्रुप म्याच, पिबी म्याच, अकाउन्टमा पैसा 1440 यो हप्ताको, यो न्यूबाट मात्रै मानिन्छ। पुरानो जो जोइनिङको पिबी रि 25 मा जान्छ, डाइरेक्टर बोनस आउँछ, त्यसले टिम बिल्डिङ आउँछ, एलओबी आउँछ, ट्राभल फन्ड, कार फन्ड, हाउस फन्ड, इलिट सब आउँछ। तर यो नयाँ पिबी जो 300 300 म्याच भयो नि, यसले सिर्फ और सिर्फ यो म्याचिङ क्लब मात्रै आयो, यो पिबी को तपाईलाई अरु कुनै पनि प्रकारको बोनस आउँदैन, बुझ्नुभयो, अरु कुनै पनि प्रकारको बोनस यो पिबी ले तपाईलाई आउँदैन, यो पिबी को तपाईलाई 1440 हप्तामा ड्याङ्गै पैसा आयो। अब तपाईलाई धेरै कमाउनु छ, के गर्ने त, राइट, धेरै कमाउनु छ भने जस्तै यहाँ 300 300 पिबी गर्दा 1400 आयो, यो तपाईको 600 600 फेरि म्याच हुन्छ, 900 900 म्याच हुन्छ, 12 1200 म्याच हुन्छ। अब त्यति छैन भने के हुन्छ, त्यो पनि ल्याप्स हुँदैन, क्यारी फरवर्ड छ है। यहाँसम्म बुझ्नु भएको छ? यति बुझ्नु भयो भनेपछि मेसेज गर्नुस् त, धेरै दिमाग नलाउनुस्, मैले जति भने पहिले त्यति बुझ्नुभयो। 6 पुगे पनि न्यू जोड्न मिल्छ, 10 पुगे पनि न्यू जोड्न मिल्छ, मैले जति भनेको छु पहिला यति, एक्स्ट्रा दिमाग नो प्लिज, मैले भनेको कुरामा तपाईले यहाँसम्म बुझ्नु भयो। 1440 कमाउन के गर्नुपर्छ मैले त्यो सिकाएँ है त। 1440 गर्न के गर्नु पर्दो रहेछ, पहिला आफू न्यू प्लान एक्टिभ गर्ने, 40 पिबी, नन क्वालिफाई हुनुहुन्छ भने डाइरेक्टर सिल्भर गोल्ड स्टार डायमन्ड क्राउन युसी डिसी हुनुहुन्छ भने 100 गर्ने, प्लानमा आयो, प्लानमा आइसकेपछि के गर्ने त, एउटा ग्रुपबाट 300 नयाँ जोइनिङबाट, न्यू जोइनिङबाट है त 300 निकाल्ने, अरु ग्रुपबाट 300 निकाल्ने, म्याच भयो 1440 आयो यो हप्ताको, बुझ्नुभयो। लेभलको लागि काउन्ट हुन्छ यो पिबी 1440, तपाई डाइरेक्टर बन्नमा, तपाईको पर्सेन्टेज बढ्नमा, बुझ्नुभयो, अनि तपाईको हरेक क्राइटेरियामा काउन्ट हुन्छ, सिर्फ त्यो पिबी ले पैसा मात्र अरु आउँदैन, यो बाहेक तपाईको साइड भोल्युम पनि मानिन्छ, यो तपाईको 300 300 यालोबीमा पनि काउन्ट हुन्छ, तर त्यो नयाँ पिबी को यालोबी चाहिँ आएन, काउन्ट भयो, क्वालिफाई पनि भयो, दुईटै पिबी मिलाएर 5625 पुग्यो भने यालोबी आयो, तर पुरानो पिबी को यालोबी आयो, नयाँ पिबी को यो इन्सेन्टिभ आयो। न्यू सीएनसी, न्यू ईएनसी, न्यू पीएनसी, नयाँ जोइनिङ मतलब म्याचिङमा गयो, उले सीएनसी गरेको होस् या उसले जेसुकै गरेको होस्, उले पिबी किनेको छ भने म्याचिङमा गयो। यहाँसम्म क्लियर? मेरोमा 3 लेख छ, मध्येबाट एक्स एज मेडबाट एउटाबाट 300, ध्यान दिएर सुन्ने, 10 चोटी नसोध्नुस् प्लिज, एकचोटी बुझिहाल्नुस् न। एउटा ग्रुपमा 300, बाँकीकोमा 300, यो 300 300 नपुगेसम्म म्याच हुँदैन, 300 300 नपुगेसम्म यो हप्ता जस्तै यता 200 यता 100 आयो, म्याच त भएन नि। अब के हुन्छ थाहा छ, यो अर्को हप्ता जान्छ, फेरि अर्को हप्ता, पहिला हप्ताको 200 र 100 बाँकी छ, अब यो हप्ता फेरि यता 200 मा 100 आयो, यता 100 मा 200 आयो भने म्याचिङ भएर 1440 आयो। मजा छैन त, बुझ्नुभयो नि, कहीँ गएन, त्यो आयो, ल्याप्स भएन।
फेरि त्यो हप्ता धेरै आयो अरे, कतै 500 आउला, कतै 400 आउला, 300 म्याच भयो, 1440 आयो, 500 मा 300 को 200 अर्को हप्ता गयो, यता 400 छ, 300 म्याच भएको 100 बचेको छ, त्यो पनि अर्को हप्ता गयो। बुझ्नुभयो? क्लियर? अगाडि बढौँ। ओके, अब नेक्स्टमा हामी जाउँ। अब मल्टिपलतिर जाउँ हामी, है त। ल हेर्नुहोस्, जस्तै यहाँ तपाईँ हुनुहुन्छ, ध्यान दिएर हेर्नु होला। यो तपाईँ हो, तपाईँले आफ्नो आइडी एक्टिभेसन गर्नुभयो, 40 पीबी या 100 पीबीबाट म्याचिङमा जानुभयो, हैन? यो तपाईँको ए ग्रुप छ। यो के छ? यो ए ग्रुप तपाईँको रामको टिम छ, साइड ए, हैन? अनि त्यसपछि तपाईँका यो रेस्ट अफ लाइन भनेका यी तपाईँका अलग अलग भयो। हेर्नुहोस् त, यो सब बी सी डी गरेर यो रेस्ट अफ लाइन भनेको यो छ नि, यो ल हेर्नुहोस् त, यहाँ 300 पीबी आएको छ। यो भनेको तपाईको बी ग्रुप होला, सी ग्रुप होला, डी ग्रुप होला, ई ग्रुप होला, 3-4 वटा लेग मिलाएर कति आयो? 300 आयो। बुझ्नुभयो? रेस्ट अफ लाइनबाट 300। जस्तै साइडबाट कति आएको छ? 300 पीबी। रेस्टबाट कति आएको छ? 300। 300 300 कति भयो? तपाईको 1440 आयो। अब इनको तल पनि त होला। जस्तै साइड ए, साइड ए को तल तपाईले देख्न सक्नुभयो, इनको तलबाट 3 वटा 300 म्याच भयो रे, मतलब 900 पीबी आयो। कति आयो? इनको तल साइड एबाट यो 900 पीबी आयो। हेर्नुस् त, 900 आयो। अब रेस्ट अफ लाइन यो एउटा ग्रुपबाट टोटल पीबी कति भयो? 900। यसलाई पावर लेग मानेको कम्पनीले। अब अर्को ग्रुपबाट रेस्ट अफ लाइन भनेको अलग अलगबाट कति आयो त? 3 3 3 3 3 100। ल यहाँ पनि मान्नुस् 900। बुझ्नुभयो? अब तपाईलाई के यहाँ कतिवटा पेयर म्याच भयो तपाईका? 3 वटा। 1440 इन्टु 1440 इन्टु 1440, यसरी तपाईको बोनस आयो। 3 पेयरको 3 बोनस। जस्तै यहाँ के लेखेको छ ध्यान दिनु होला, क्वालिफाई कन्डिसन मिनिमम म्याचिङ क्लबमा कति हुनु पर्यो? यो 300 पीबी हुनै पर्यो, 300 भनेर। बुझ्नुभयो? 300 भन्दा कमको म्याचिङ हुँदैन, हैन? अनि एक हप्तामा म्याक्सिमम कतिसम्म लिन मिल्छ? 100 म्याच गर्न मिल्छ। 100 भनेको यो 300 गरेर एउटा ग्रुपमा 100 पेयर म्याच भयो भने त्यो भन्दा माथिको लिन मिल्दैन। त्यो 100 तपाईको 1000 जनाको तलको पनि म्याच भयो। 100 भन्दा माथि भएपछि के हुन्छ त? 100 भन्दा माथिको पनि व्यवस्था छ। 3% क्लब राखेको छ। 100 भन्दा माथि पेयर म्याच गर्नेको 3% क्लबमा जान्छ पैसा, त्यहाँबाट फेरि तपाईलाई यो बोनसको साथमा त्यो पनि आउँछ, राइट? यसरी तपाईले हप्तामा 90,000 आइसी भनेपछि नेपाली 1,44,000 कमाउन सक्यो। महिनाको 5,76,000 यो म्याचिङबाट कमाउन सक्यो। बुझ्नुभयो? क्लियर? राइट? अनि यो तपाईको क्यारी फ्रड सिस्टम छ, यहाँ लेखेको छ, तपाईले देख्नु होला, हैन? जस्तै यो हप्ता कुनै ठाउँमा धेरै भयो, कहीँ कम भयो भने त्यो अर्को हप्ताको लागि पनि क्यारी फ्रड हुन्छ। ओके? जस्तै एक्जाम्पल, अब म तपाईहरुलाई एक्जाम्पलले भन्छु। यहाँ हेर्नुस् त, बिजनेस नेटवर्क यो तपाई हो, ध्यान दिएर हेर्नुस् त। तपाईले कति गर्नु भएको छ? 120 पीबी ए, न यो ए हो, हैन? एल 100 पीबी 120। यो तपाई यु हुनुहुन्छ, यहाँ बिचमा तपाई हुनुहुन्छ। तपाईले 100 पीबी गर्नु, कति? 100। अब ए ले कति गर्यो? यहाँ 120। बी ले कति गर्यो? 300। सी ले कति गर्यो? हेर्नुस् त 110। डी ले कति गर्यो? 200। ई बाट कति आयो? 0 पीबी हुन नि सक्छ नि। एफ बाट कति आयो? 70। अब यतिको यति हुनुपर्छ भन्ने छैन, एक्जाम्पल दिएको। जस्तै ए को 120 नभएर 100 होला, 80 पनि होला। बी को 300 नभएर 200 होला। सी को 110 नभएर 500 पनि हुन सक्छ, जे पनि हुन सक्छ। एउटा एक्जाम्पल तपाईलाई बुझ्नुको लागि, है त? अब यहाँ हेर्नुस्, यु अब कम्पनीले के गर्यो त? पहिला कम्पनीले के गर्छ मैले भने, एउटा जहाँबाट धेरै पीबी न्यू छ त्यसलाई पावर लेग मान्छ। त्यसलाई के मान्छ त? पावर लेग मान्छ। कसलाई? जहाँबाट धेरै पीबी छ। बुझ्नुभयो? अब यहाँ सबभन्दा धेरै पीबी कहाँ छ? कुनमा छ? ए मा छ कि बी मा छ कि सी मा, डी मा, ई, एफ? ल कमेन्ट गर्नुस् त, धेरै पीबी कहाँ छ भन्नुस् त? फास्ट, धेरै पीबी कहाँ छ? करेक्ट,
धेरै पिभी बीमा छ। हो अब यति बुझेपछि तपाईँ प्लानको मास्टर भएको क्या। अब बुझ्नुभयो नि? सबभन्दा धेरै पिभी कुन ग्रुपमा छ? बी ग्रुपमा छ। यस, कसरी बीमा छ त? बीमा 300 पिभी छ। कति छ? बी ग्रुपमा 300 पिभी छ। ल हेर्नुहोस् त, यो छ कि छैन? 300 भनेको धेरै हो। एमा 120 छ, एफमा 70 छ, डीमा 200 छ। अब कति बेला डी लेख्नु भएको छ? अनि 200 ठुलो कि 300 ठुलो त? 300 ठुलो। त्यसैले बी ग्रुपलाई कम्पनीले पावर मान्यो। हेर्नुहोस्, रेस्ट अफ लाइन बीलाई के मान्यो? पावर मान्यो। 300 बी लाइन यहाँ छ। अब ए, अब मैले के भनेको थिएँ? एउटा ग्रुपलाई पावर मान्छ, बाँकी सबैलाई मिलाउँछ। मजाको छ कि छैन प्लान? बाँकी सबै तपाईँको अब हेर्नु कम्पनीले के गर्यो यहाँ? जस्तै अरू ग्रुप सब जोडिदियो। यहाँ हेर्नुहोस् त, ए साइड यहाँ लेखेको छ। ए साइड ए को कति छ? 120 पिभी हो। त्यसपछि 110 कसको? यो सी को। अनि 200 कसको? डी को। एफ को 0 हैन। अनि तपाईँको सरी 0 कसको छ? ई को। अनि एफ को कति छ? 70। ल हेर्नुहोस् है, 120 ए, 110 तपाईँको सी, 200 तपाईँको के छ? डी, अनि 0 वाला ई, त्यसपछि एफ 70। अब यो तीनटै जोड्यो। हेर्नुहोस्, 120 चारवटा, 110 200 प्लस 70, यो 1 2 3 4वटा जोडेर टोटल पिभी कति भयो त? अरु 500 पिभी भयो। भयो? यो सब मिलाएर कति? 500। अनि एउटा ठुलो ग्रुपमा, एउटै ग्रुपमा धेरै पिभी कति छ त? 300। किनकि एउटा ग्रुपमा 300 हुनै पर्छ म्याचिङको लागि, नत्र हुँदैन भनेको छौँ हामीले। नियम त्यो छ हैन। अब हेर्नुहोस्, कम्पनीले के गर्यो? बाँकी ग्रुपमा 500 भयो, अनि एउटा ग्रुपमा 300। जोडी कतिको मिल्यो? 300 को मिल्यो कि 600 को मिल्यो कि 900 को मिल्यो कि 1200 को मिल्यो हैन। अब यहाँ 300:300 यताको र उताको दुईटैको 300 300 लियो। बुझ्नुभयो? 300 पिभी भयो हैन। 300 पिभी को म्याच गरेर तपाईलाई कति दिइहाल्यो त? 1440 रुपैयाँ दियो। राइट? अब ध्यान के दिनु होला भने 300 यो साइडको जो बी ग्रुपको थियो नि, यो त टोटल 0 म्याच भयो। यहाँ 0 बच्यो। 300 300 को आइगयो। तर बाँकीको ग्रुपमा त 500 थियो। 500 बाट 300 म्याच भयो भने यहाँ कति बच्यो? यो बाँकी ग्रुपबाट कति बच्यो त? 200। ए साइडको यो 200 के भयो त? अब अर्को हप्ताको लागि क्यारी फरवर्ड। बुझ्नुभयो? अब अर्को हप्ताको लागि क्यारी फरवर्ड। अब अर्को हप्ता ए साइडमा 100 आयो अरे, ध्यान दिनु होला। यहाँ 100 मात्रै आयो पिभी नयाँ। राइट? र अब तपाईको एउटा ठुलो ग्रुपमा 300 त चाहिने नि हो। यहाँ फेरि 300 आयो अरे है त। अरु एउटा ग्रुपबाट अर्को हप्ता यो 200 यो हप्ताको थियो, पुरानो हप्ताको। यो हप्ता 100 आयो, यो 300 भयो। एउटा ग्रुपमा 300 आयो, फेरि तपाईलाई 1440 आयो अर्को हप्ता। ल यसमा दिमाग लगाउन के जरुरी छ त? 1440 यो बुझ्नुस् न तपाई। 1440 यही हो। ल क्लियर? यति भएपछि बुझ्यो नि? राइट? हो 200 क्यारी फ्रड। यो तपाईको पिभीको यसमा काउन्ट हुँदैन। माई पिभी जो गर्नु भएको छ नि सेल, त्यो काउन्ट हुँदैन। बुझ्नुभयो नि? त्यो एक्टिभेसनमा गइजान्छ, त्यसैले काउन्ट हुँदैन। तर नयाँको हुने भयो नि त। क्लियर? यहाँसम्म क्लियर? अब थाहा भयो यसमा के दिमाग लगाउन ल छ त? ल भन्नुस् त। सर मैले बुझेन भन्नुहुन्छ। यसमा के दिमाग दौडाउनु छ ल भन्नुस् त। राइट? मजाले म्याच गर्ने। यो पनि सिस्टमले अब एप्लिकेसनले सब देखाइहाल्ने। तपाईको यो हप्तामा आज कति म्याच भयो, भोलि कति हुन्छ, हप्तामा कति म्याच भयो, सब त्यो एप्लिकेसनमै देख्ने। एप खोल्ने, मेरो कहाँ ठुलो ग्रुपबाट ए मा कति आएछ, बी मा कति आएछ, सी मा, सब एपले पनि देखाइदिन्छ कि। यो दौडाउन जरुरी छैन, सिर्फ बुझ्न जरुरी छ। अब धेरै पैसा चाहियो भने एउटा ग्रुपमा 3000 पिभी निकाल्नुस्, अरु ग्रुप मिलाएर 3000, अनि म्याचिङमा जान्छ। महिनामा 5700 प्लस यसको माध्यमबाट पनि पैसा। यो तपाईको प्रश्न मैले बुझेन सर। 5700 प्लस यसको माध्यमबाट पनि पैसा आउँछ। के भन्नु भएको प्रकाश सर? मैले क्वेशन बुझेन है, सरी। राइट? यहाँसम्म क्लियर? अब नेक्स्टमा जाऊँ। अब यहाँ हेर्नुस्, बुस्टर सेल भन्ने छ है। अब
बुस्टर के हो त? पहिला जस्तै फोस्टर भने जस्तै बुस्टर। अब बुस्टरले के गर्छ अलि ध्यान दिनु होला है। ल अब हामी बुस्टरमा जाउँ। बुस्टर भनेको के हो भने जस्तै यो तपाईँ हुनुहुन्छ, ध्यान दिएर सुन्नु होला। तपाईँ हैन, तपाईँ एक्टिभेसन गरी प्लानमा आउनुभयो। हो तपाईको म्याचिङको लागि के गर्नु छ त? हामीले एउटा ग्रुपमा कुनै पनि ठाउँमा कति पिभी कमसे हुनु पर्यो? 300 हुनु पर्यो। अरु मिलाएर 300 गर्नुपर्छ हैन। 1440 आयो। अब तपाईको के भइदियो भने यो एउटा ग्रुपमा 350 आयो हैन, अनि अर्को ग्रुपमा 300 अनि फेरि पनि तल 300 आयो। त्यही हप्तामा 300 फेरि पनि 300 आयो, मतलब 2। सिम्पली हेर्नुस् है, यो तपाई हो, ध्यान दिएर हेर्नु होला हैन। ल हेर्नुस् है, यो तपाईको एउटा ग्रुप हो। यो ग्रुपबाट आयो तपाईको 300 पीभी या 350 पीभी। अहिले यही हिसाबले लियौं हामी। यहाँ 300 सम्म आउनु पर्यो है, कम से कम पनि। यहाँ 350 पीभी आयो रे। अब तपाईको यहाँ एउटा अर्को ग्रुप छ, यहाँ यसले 300 पीभी लियो हैन, 300 पीभी। अब इनको पनि तल कसैले फेरि इनको तलबाट पनि 300 पीभी आयो रे। अब यो 300 पीभी इनको तलबाट पनि आयो। अब यो ग्रुपबाट कति भयो त? टोटल 600 भयो। बुझ्नुभयो? यसलाई भन्छ बुस्टर। यता 350 थियो। अब कम्पनीले के गर्यो? तपाईको 300 यहाँ हेर्नुस्, 300 पीभी म्याच गर्यो। यो 300 गर्यो, यसको 1440 आयो। आयो कि आएन? कति आयो? 1440 यसको आयो हैन। अब तपाईलाई यो एउटा मात्रै तल फेरि 300 आएको छ नि, यो इनको तल 300, यसको फेरि यतिको मात्रै 1440 दिन्छ। न तर त के गर्नु पर्थ्यो? यो ग्रुपमा पनि फेरि 300 पीभी हुनु पर्थ्यो कि पर्थेन? या त 250 भए पनि पुग्ने रहेछ हैन। 600 पीभी चाहियो नि त म्याचिङको लागि, तर बुस्टरमा चाहिएन। तपाईको यहाँ एउटा ग्रुपमा 600, एउटामा 300 छ भने तपाई 1400 मात्रै हो, 1440 मात्रै हैन, त्यसमा प्लस 1440 थपिन्छ कम्पनीले एउटा जोडेको मार्फत मात्रै पनि। तपाईको बोनस सिधा भयो 2880। एउटा ग्रुपमा 600, एउटामा 300 पनि भयो भने तपाईको 2880 आउँछ त्यो हप्तामा। तर यो एकचोटी मात्रै आउँछ, बार आउँदैन। बुझ्नुभयो? यो सिर्फ वान टाइम आउँछ, यो बार टाइम आउँदैन, एक टाइम हो। यो एनर्जी बुस्टर जस्तै हो। नर्मली हप्तामा 300 भएपछि 1440 मात्रै आयो तपाईलाई। बुझ्नुभयो? यो बुस्टर यो जस्तै 1440 को एउटा आइडीबाट पनि 1440 अरु दियो के 300 पीबाट। 300 को अरु जोइन गर्दा 1440 कहाँबाट आउँथ्यो? ल भन्नुस् त नत्र। पहिला के आउँथ्यो? 340 14 तपाईको 300 पीभी को पर्सेन्ट बोनस मात्र आउँथ्यो। बुझ्नुभयो? पर्सेन्ट बोनस कति आउँथ्यो? 300 गर्दा 8% पुगिहाल्छ भनेपछि तपाई 16 मा भयो भने 8%। अब 300 पीभी को 16 इन्टु 28.8 16 पक्नु है। 300 पीभी को इन्टु 28.80 गरौँ हामी, 8 गरौँ, 28.8 यतिको 8% आउँथ्यो हैन। भनेपछि तपाईले पहिला 600 रुपैयाँ कमाउनुहुन्थ्यो, 691 भने अब बुस्टरमा 1440। रियली यहाँबाट कति धेरै पैसा कमाउँछौं थाहा छ? बुझ्नुभयो? अनि 1200 भयो भने 1200 भयो भने पनि तपाईको 1440 नै आयो, म्याच भएको नि त। बुझ्नुभयो? तपाईको 1200 भयो भने पनि त्यही 2880 नै आयो, तर यति मात्रै भए पनि त्यति आयो। तपाईको म्याच गर्यो भनेपछि त म्याचिङको हिसाबले 1400 भयो। यो नन म्याच गर्नेको लागि दियो, कोही म्याच गर्न सक्दैन नि त, उनले पनि पायो के। बुझ्नुभयो? यहाँसम्म क्लियर हुनुहुन्छ? ओके डन। अब प्लान बुझ्नुभयो? धेरै दिमाग लाउनु छ त?
सजिलो रहेछ नि हैन? अब हेर्नुस् है, नेक्स्ट हामी अब नेक्स्ट स्लाइडमा जाउँ। एउटा म्याचिङ पिभी पनि एपमा देखाउँछ। यहाँ 1 2 3 दिन भनेको छ कम्पनीले, लेट्स सी त्यो देखाउँछ है। अब हामी जाम यो स्लाइडमा। जस्तै यहाँ तपाईले के गर्नुभयो, 300 पिभी। अब यो क्यारी फर सिस्टम है, यति बुझौँ। यति बुझेपछि तपाईले थाहा भएको। जस्तै तपाईको यहाँ दुईटा लाइन दिएको छ, हेर्नुस्। एउटा एलाई सरी लेभल 2। जस्तै तपाईको 300 पिभी आयो पहिलो हप्तामा हैन। अब ए ग्रुपबाट यहाँबाट पनि 300 आयो, बी बाट पनि 300, सी बाट पनि 300 आयो भने कम्पनीले के गर्यो त, पहिला यसको म्याच गर्यो। हेर्नुस् 300 यो ए ग्रुपमा कति छ, 300 पिभी अनि यहाँ 600 6 3 9 3 1200 कति छ, यहाँ तपाईको आयो 1200। ल हेर्नुस् त यो कसरी आयो, यहाँबाट जोड्यो। हेर्नुस् यो 300 जोड्यो ए ग्रुपको, ए को तल पनि टिम होला फेरि हैन, ए1 होला, यहाँबाट 600 आयो रे, इनको पनि त अर्को लेग होला, बुझ्नुभयो। यहाँबाट 300 आयो रे, 6 3 9 3 1200 भयो, यो 1200 पिभी हैन। त्यसपछि तपाईको अब बी, अब बीमा के गर्यो, अब बीमा जोड्यो। हेर्नुस् बीमा कति छ, 300 300 300 900। बी को पिभी कति भयो त, बी को पिभी तपाईको भयो 300 900 हैन। देख्नु भएको छ, देखिएको छ ओके। त्यसपछि तपाईको सी आयो, सी मा 300 300 300, यहाँ पनि तपाईको कति छ 900। यहाँ पनि कति ल्यायो त, अब 900 ल्यायो। अब कम्पनीले के गर्यो, तपाईको ठुलो लेगबाट पहिला यो 3 वटा पेयर म्याच गर्यो। हेर्नुस् सरी 3 1 2 3 4 वटा, कतिवटा गर्यो, यो तपाईको 4 वटा म्याच गर्यो। कतिवटा, 4 वटा भनेपछि कति भयो, जस्तै स्लाइड ए, एमा कति भयो, यहाँ हेर्नुस् त 1800 पिभी भयो हैन। भर्सेस अब कम्पनीले के गर्यो त, बाँकीको सब रेस्ट अफ लाइन जोड्दियो। जोड्यो कि जोडेन। अब यहाँ म्याच कति भयो त, 1200 कतिको भयो, तपाईको म्याचिङ भयो 1200 पिभी को, र तपाईलाई 1200 को पिभी को हिसाबले पैसा दियो। बाँकी जो 1800 मा 1200 जो 600 छ त्यो के गर्यो त कम्पनीले, नेक्स्ट विक को लागि क्यारी फरवर्ड गरिदियो राइट। यो के गरिदियो त, क्यारी फरवर्ड नेक्स्ट विक को लागि गर्यो राइट। त यो तपाईले बिस्तारै बुझिहाल्नुहुन्छ, गाह्रै छैन मजा हैन। अब यहाँ तपाईले अर्को प्लान हेर्नुहुन्छ भने, जस्तै यहाँ तपाई 16% हुन्छ, ए ले 200 ल्यायो, 8 ले 600 ल्यायो, यहाँ हेर्नु त सब एक्जाम्पलहरु पनि बुझ्न सक्नुहुन्छ हैन। त्यसपछि बी ले 8% 600 पिभी ल्यायो, तपाईको यहाँबाट 300 पिभी ल्यायो। यो सब नयाँ पिभी हुनुपर्छ है, न्यू जोइनिङ। डी को यहाँ दिएको छ, एप ई को दिएको छ हैन। त्यसपछि तपाईको एप को दिएको छ। अब यहाँ वीक 1 वीक 2 सब दिएको छ। हेर्नुस् त तपाईको म्याचिङ कति भयो त, यहाँ तपाईको म्याचिङ भयो। अब कम्पनीले के गर्छ, तपाईको 600 लाई पावर लियो। बाँकी तपाईको बाँकी ग्रुपबाट 600 को 600 म्याच गरेर तपाईलाई पैसा दियो। बाँकीको के गर्यो त, हरेक लिगको तपाईलाई नेक्स्ट विकको लागि क्यारी फरवर्ड गर्यो। के गर्यो त, क्यारी फरवर्ड। अब यतिबाट पनि तपाईको बोनस निकालेको छ कम्पनीले। हेर्नुस् त टोटल बोनस कति आयो, 2 बाट आयो 12000 हैन। म्याचिङ इन्सेन्टिभ आयो 5760। हेर्नुस् त पहिला 12000 मात्र इन्कम हुन्थ्यो यो पिबाट भने, अब यसमा तपाईको म्याचिङ पनि जोडियो। यो टोटल कति भयो त, 18000 को चेक बन्यो हैन। त यो पोस्टरहरु यहाँ सब दिएको छ। यो बिस्तारै तपाईले पछि टिम बन्दै गएपछि बुझिहाल्नुहुन्छ ओके। अब हाम्रो टिम बिल्डिङको क्राइटेरिया ब्रोन्जको 3000 छ, सिल्भरको 2400, गोल्डको 2000 छ। यो चाहिँ ध्यान दिनु होला
टिम बिल्डिङको क्राइटेरिया चाहिँ चेन्ज भएको छ। कन्सिस्टेन्सी नेपालमा 60 र 100 नै छ, इन्डियामा भने 150 छ। ओके, सो यति भन्दै मेरो प्रेजेन्टेसन यही सकेको छ। आज फेरि तपाईँले नबुझेको खण्डमा हामी सेयर गर्दैछौँ। धन्यवाद, सुन्नुभयो, बुझ्नुभयो। अब कमाउन जानुहोस्।